5 नम्बर धारा यो हो। अब यो 5 नम्बर अस्ति उद्घाटन गर्नुभयो। यो सूर्यवंशी गोत्र श्री कुलकल्याण खान देवी शिष्यकोट 5 शिष्यकोट गाविस वार्ड नम्बर 5 कोखे खलडाँडा स्याङ्जामा यो पूर्वकालदेखि मानि आएको सप्तमीदेखि लिएर दशमीसम्म हामी यहाँ पूजाआजा गरिरहेकै छ जुजु बाजेको पालादेखि। यहाँबाट हामीले फुलपाती डोलीमा हालेर हामीले कोठामा लान्छौँ। हामीले यहाँ पुरा प्रत्येक घरबाट फुलपाती कुबिन्दो काँक्रा चिचिन्डो घेरौलो सुन्तोला बेलौती खोर्सानी तरी पुरा ल्याएर करियाधरी ल्याएर हामीले यो जग्गामा ल्याएर हामीले डोलीमा हालेर फुलपाती हाम्रो उपरित हुन्छ। प्रसार चाहिँ पुरा गाउँवासी जति सामेल भएर हामीले यो फुलपातीलाई कोठामा ल्याएर सम्पूर्ण गर्छ। यो डाँडालाई पहिला जुजुबाजेहरूले धराप थाप्ने डाँडा भन्थ्यो। धराप पनि थाप्यो रहेछ, यहीँ थाप्यो थियो। योलाई धरातु डाँडा भन्छ। यो हाम्रो शिष्यकोट गाविस वडा नम्बर 5 कोखेको चन्द्रकोट भन्ने हाम्रो कोट यही हो। सबै गाउँवासीलाई फलिफाप होस्, रक्षा गरून्। विदेशमा गएको पनि सबैलाई रक्षा गरोस्, साथी बढिया होस् भनेर पुरा सबै मिलेर गाउँ मिलेर पुरालाई आशीर्वाद पाओस् भनेर दुनियाँको भोट चाहिँ नि यहाँ आलो पूजा गरिन्छ। त्यति हुन्थ्यो पहिला। यो सिद्धको मन्दिरमा हामीले प्रत्येक सालमा एक फेरा वैशाख पूर्णिमाको दिनमा पूजा गरिन्छ। हाम्रो गान्नी मान्ने यो सिद्धको बाबा मन्दिर धेरै साजिलो देवता छ। 26-27वटा बाख्राको बलि पूजा गरिन्छ यहाँ यो सिद्ध बाबामा। यो टोललाई बाई डाँडा भन्छ। यो धारा पानी खान्छ 16-17 घर छ यहाँ। यो 2 नम्बर धारा यो हो।